के तपाईले थाहा छ? आजभन्दा 5 अरब वर्ष पहिले हाम्रो यो सुन्दर नीलो ग्रहको कुनै नाम निशाना नै थिएन। जहाँ आज हामी बस्छौं त्यहाँ केवल माटो र ग्यासको एउटा भयानक अँध्यारो बादल मात्र थियो। आखिर एउटा धुलोको बादल कसरी मानव जाति बस्न सक्ने संसारमा बदलियो र पृथ्वीमा जीवनको सबैभन्दा महत्त्वपूर्ण आधार पानी वास्तवमा कहाँबाट आयो? आज हामी करोडौं वर्ष पुरानो त्यो रहस्यको पर्दा उठाउँदैछौँ जसले वैज्ञानिकहरूलाई समेत अचम्ममा पारेको थियो। स्वागत छ तपाईलाई अचम्मको दुनियाँमा। आजको यस विशेष भिडियोमा हामी समयको पछाडि गएर पृथ्वीको जन्मदेखि सौर्यमण्डलको निर्माणसम्मको त्यो रोमाञ्चक यात्रा गर्नेछौँ जसको बारेमा तपाईले सायद कहिल्यै सुन्नु भएको छैन। भिडियोको अन्त्यसम्म हामी सँगै रहनुहोला। जनवरी 2005 मा नासाले अन्तरिक्षमा एउटा अनौठो प्रोब प्रक्षेपण गर्यो। यसको मुख्य उद्देश्य पृथ्वीमा पानी कहाँबाट आयो भन्ने कुरा पत्ता लगाउनु थियो। डीप इम्प्याक्ट नामको यो प्रोब 27 करोड किलोमिटर यात्रा गरेपछि एउटा पुच्छ्रे ताराको नजिक पुग्यो। यसै पुच्छ्रे ताराभित्र ती रहस्यहरू लुकेका थिए जसलाई विगत कयौं शताब्दीदेखि खोजिँदै थियो। पुरै ब्रह्माण्डमा पृथ्वी मात्र एउटा यस्तो ठाउँ हो जहाँ मानव जाति जीवित रहन सक्छ। यस्तो लाग्छ कि मानव पृथ्वीलाई मानिसहरूकै लागि बनाइएको हो। यहाँ जीवनका लागि आवश्यक सबै कुराहरू पानी, खाना र अक्सिजन उपलब्ध छन्। यति विशाल ब्रह्माण्डमा अर्को कुनै ग्रहमा जीवन होला वा नहोला, तर हालसम्म हामी पृथ्वीलाई मात्र जान्दछौँ जहाँ मानिस कुनै कृत्रिम सहयोग बिना बाँच्न सक्छ। तर आजभन्दा 5 अर्ब वर्ष पहिले पृथ्वीको कुनै अस्तित्व नै थिएन। जहाँ आज हाम्रो पृथ्वी र सौर्यमण्डल छ त्यो स्थान मिल्की वे ग्यालेक्सीको एउटा किनारा हो। जब हाम्रो ग्रह बनेको थिएन तब यहाँ माटो र ग्यासले भरिएको एउटा विशाल बादल थियो। आखिर यो बादलमा यस्तो के भयो कि यो एउटा ग्रहमा बदलियो? माटो र ग्यासको यो बादललाई मोलिक्युलर क्लाउड भनिन्छ। यस बादलमा बालुवा, सिलिकन र विभिन्न धातुका कणहरू समावेश थिए। यो बादल विभिन्न मृत ताराहरूका अवशेषबाट बनेको थियो। ब्रह्माण्डको सुरुवातमा जुन ताराहरूले आफ्नो सबै इन्धन जलाएर सिद्ध्याए तिनीहरू विस्फोट भए र तिनीहरूका कणहरू अन्तरिक्षमा फैलिए। हबल स्पेस टेलिस्कोपको सहयोगले हेर्दा यो बादल 100 प्रकाश वर्ष जति ठूलो थियो। सजिलो भाषामा भन्नुपर्दा सूर्य र पृथ्वीको बीचको दूरीभन्दा यो बादल 60 लाख गुणा ठूलो थियो। यही बादलबाट नयाँ तारा र ग्रहहरू जन्मन्छन् र यो बादलबाट ग्रह बनाउने शक्ति भनेको गुरुत्वाकर्षण, ग्राभिटी हो। गुरुत्वाकर्षणकै कारण मोलिक्युलर क्लाउडका कणहरू एक अर्कासँग जोडिन थाले। ठूला कणहरूले साना कणहरूलाई आफूतिर तान्न थाले। यी कणहरू तीव्र गतिमा एक अर्कासँग ठोकिन थाले जसले गर्दा ऊर्जा उत्पन्न भयो र बादलको केन्द्र तात्न थाल्यो। करोडौं वर्षसम्म यो प्रक्रिया चलिरह्यो। बादलको केन्द्र झन ठूलो, झन तातो र झन तीव्र गतिमा घुम्न थाल्यो। अन्ततः यो एउटा विशाल आगोको गोला अर्थात् हाम्रो सूर्य बन्यो। बाँकी रहेको बादल सूर्यको वरिपरि घुम्न थाल्यो। यसैबाट सौर्यमण्डलका ग्रह र चन्द्रमाहरू बने। मोलिक्युलर क्लाउडबाट तारा अर्थात् सूर्य कसरी बन्छ भन्ने बारे पहिलो पटक सन् 1700 को दशकमा जर्मन दार्शनिक इमानुएल कान्ट र फ्रान्सेली विद्वान पियर साइमनले एउटा परिकल्पना पेश गरेका थिए। तर त्यतिबेला यो केवल एउटा विचार मात्र थियो। त्यसपछि 1920 र 1950 को बीचमा जब टेलिस्कोपहरू निकै विकसित भए तब खगोलविदहरूले यसबारे थप अनुसन्धान गरे। यद्यपि धुलो र ग्यासको बाक्लो तहका कारण बादलभित्र हेर्न सामान्य टेलिस्कोपबाट सम्भव थिएन। त्यसपछि 1970 र 1980 को बीचमा रेडियो र इन्फ्रारेड टेलिस्कोपको आविष्कारले यो समस्या पनि हल गरिदियो। अब धुलो र ग्यासका यी बादलहरूभित्र हेर्न सम्भव भयो। खगोलविदहरूले यी टेलिस्कोपहरूको मद्दतले मोलिक्युलर क्लाउडभित्र नयाँ ताराहरू बनिरहेको देखे। यसले यो प्रमाणित गर्यो कि नयाँ ताराहरू यस्तै बादलभित्र जन्मन्छन् र बादलको बाँकी रहेको अंशबाट पछि ग्रहहरू बन्छन्। तर यो प्रक्रिया कसरी सुरु हुन्छ यसका बारेमा पहिले धेरै धारणाहरू थिए। तर मार्च 2003 मा इन्टरनेशनल स्पेस स्टेशन
ISS मा गरिएको एउटा प्रयोगले शताब्दीयौं पुरानो यस प्रश्नको उत्तर दियो। अन्तरिक्ष यात्री डन पेटिटले ISS मा विभिन्न वस्तुहरूसँग प्रयोग गरिरहेका थिए। उनले एउटा प्लास्टिकको झोलामा नुन हालेर त्यसलाई घुमाए। यो प्रयोगको उद्देश्य अर्कै भए पनि यसले एउटा ठूलो खुलासा गरिदियो। जब नुनलाई झोलामा राखियो, केही समयपछि नुनका कणहरू एकअर्कासँग टाँसिए, किनकि अन्तरिक्षमा यी कणहरूले एकअर्कालाई आकर्षित गर्छन्। वैज्ञानिकहरूको विश्वास छ कि मोलिक्युलर क्लाउड भित्रका साना ठूला कणहरू जो सूर्यको वरिपरि एकै दिशामा घुमिरहेका थिए, तिनीहरू पनि यसरी नै आपसमा जोडिन थाले। यहीबाट ग्रहहरू बन्ने प्रक्रिया सुरु भयो। करिब 4.5 अर्ब वर्ष पहिले मोलिक्युलर क्लाउडमा पनि कणहरू मिलेर एउटा झुण्ड बनाउन थाले। जब यस झुण्डको आकार 1 किलोमिटर जति अर्थात् एउटा पहाड जत्रो भयो, तब यसको आफ्नै गुरुत्वाकर्षण यति धेरै भयो कि यसले वरिपरिका कणहरूलाई पनि आफूतिर तान्न थाल्यो। ठीक त्यसरी नै जसरी भ्याकुम क्लिनरले धुलोलाई आफूभित्र तान्छ। अर्को 30 लाख वर्षसम्म यो प्रक्रिया चलिरह्यो र कणहरूको झुण्डबाट 20 वटा ठूला ग्रहहरू बनेर निस्किए, जो सबै सूर्यको वरिपरि घुमिरहेका थिए। अब यी 20 ग्रहहरू निकै ठूला भइसकेका थिए, जसका कारण यिनीहरूको आफ्नै गुरुत्वाकर्षणले गर्दा कक्षमा घुम्ने क्रममा एकअर्कालाई आकर्षित गर्न थाले र अन्ततः यिनीहरू बीच भयानक टक्कर हुन थाल्यो। यी ग्रहहरू बीचको हरेक टक्करले 2 ग्रहहरू मिलेर एउटा ठूलो ग्रह बन्न थाले। समयसँगै सौर्यमण्डलमा पहिले भएका 20 ग्रहहरू घटेर केही सङ्ख्यामा मात्र सीमित भए, जसमा शुक्र, बुध, मङ्गल र हाम्रो पृथ्वी समावेश छन्। तर त्यति बेलाको पृथ्वी आजको जस्तो नीलो र सुन्दर थिएन। बरु लगातारको टक्करले गर्दा यो एउटा बलिरहेको आगोको गोला जस्तै थियो। पृथ्वीमा जीवनको सुरुवात हुन यसको तापक्रम घट्नु आवश्यक थियो। तर यो सेलाउनु अघि नै यसले एउटा ठूलो खतराको सामना गर्नु पर्यो। त्यो थियो सोलर स्टर्म। सूर्यबाट निस्कने हानिकारक विकिरणले ग्रहको वायुमण्डललाई नष्ट गरिदिन्छ। मङ्गल ग्रहमा पनि यस्तै सौर्य आँधीले जीवनको सम्भावना समाप्त गरिदियो। तर पृथ्वीले यसको सामना कसरी गर्यो? यसको रहस्य पृथ्वीको भित्री तहमा लुकेको छ। पृथ्वी बन्ने क्रममा अत्यधिक तापक्रमका कारण धातुहरू पग्लिए र फलाम पृथ्वीको केन्द्रमा जम्मा भयो। यसैले पृथ्वीको वरिपरि एउटा चुम्बकीय ढाल म्याग्नेटिक फिल्ड बनायो, जसले गर्दा सौर्य विकिरणले हामीलाई नोक्सान पुर्याउन सकेन। यसपछि थिया नामको विशाल पिण्ड पृथ्वीसँग ठोकियो। यो टक्कर यति भयानक थियो कि पृथ्वीका टुक्राहरू अन्तरिक्षमा फैलिए र पछि तिनै टुक्राहरू जोडिएर चन्द्रमा बन्यो। यही टक्करले गर्दा पृथ्वी 23.5 डिग्रीमा ढल्किन पुग्यो, जसले गर्दा आज हामीले विभिन्न ऋतुहरू र मौसमको आनन्द लिन पाएका छौँ। अन्तमा पुच्छ्रे ताराहरूले बोकेर ल्याएको बरफ पृथ्वीमा पग्लिएर विशाल महासागरहरू बने। धुलोको एउटा सानो बादलबाट सुरु भएको यो यात्रा ज्वालामुखीको आगो, अन्तरिक्षका भयानक टक्करहरू र सौर्य आँधीहरूसँग लड्दै आज यो अवस्थामा आइपुगेको छ। आज हामी जहाँ उभिएका छौँ त्यो 4.5 अर्ब वर्षका अनौठा र अद्भुत संयोगहरूको परिणाम हो। हाम्रो पृथ्वी वास्तवमै यो ब्रह्माण्डको एउटा अचम्मको उपहार हो। धुलोको एउटा सानो कणदेखि विशाल महासागरसम्मको यो यात्रा साँच्चै नै एउटा चमत्कारभन्दा कम छैन। यदि गुरुत्वाकर्षणले ती कणहरूलाई नजोडेको भए वा ती पुच्छ्रे ताराहरूले पृथ्वीमा पानी नल्याएको भए आज सायद हामी र यो सुन्दर संसार यहाँ हुने थिएन। प्रकृति र ब्रह्माण्डका यी अनौठा घटनाहरूले के प्रमाणित गर्छन् भने हाम्रो पृथ्वी वास्तवमै अनमोल छ। तपाईलाई पृथ्वीको उत्पत्तिको यो कथा कस्तो लाग्यो? आफ्नो विचार तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला। यदि तपाईलाई यो जानकारीमूलक यात्रा मन पर्यो भने भिडियोलाई लाइक र आफ्नो साथीहरूसँग सेयर गर्न नबिर्सनुहोला। यस्तै अन्य रोचक र रहस्यमय भिडियोहरूका लागि हाम्रो च्यानल अचम्मको दुनियाँलाई अहिले नै सब्स्क्राइब गर्नुहोस्। म भेट्नेछु तपाईलाई अर्को एउटा यस्तै शानदार भिडियोमा। तबसम्मका लागि सुरक्षित रहनुहोस् र रहस्यहरूको खोजी जारी राख्नुहोस्। धन्यवाद।